हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई। आज चाहिँ म जलुक आएको छु है। यो चाहिँ तपाईँको जलुकको बिहानको नजारा हो है। यहाँ चाहिँ तपाईँको थम्बी भ्यू पोइन्टमा आइसकेको छु है। टुरिस्टहरू आज चाहिँ धेरै रमाइलो खालको आज चाहिँ दिन पनि एकदम सो क्लियर भएको छ है। आज चाहिँ पुरा छ टुरिस्टहरू पनि। तलको चाहिँ तपाईँको जिग ज्याक रोड देख्नुहुँदैछ तपाईँहरूले जलुकको है। यो चाहिँ जिग ज्याक रोड हो। त्यहाँदेखि चाहिँ कञ्चनजङ्घाको भ्यू पनि दामी देख्छ। यो चाहिँ तपाईँको थम्बी भ्यू पोइन्ट है। मौसम पनि ओभर क्लियर छ आज चाहिँ। हेर्नुहोस् देख्न सक्नुहुँदैछ तपाईँहरूले। तपाईँको जलुक यो चाहिँ जलुक हो तपाईँको। पनि भर्खर आइपुगेको, दोकानहरू पनि भर्खर खोलेको रहेछ है। मौसम पनि तर क्लियर छ है। यो चाहिँ थम्बी भ्यू पोइन्टको नजारा हो। मेरो गेस्ट चाहिँ यहाँ छ हो, फोटो खिच्दैछ। यहाँ छ मेरो गेस्ट चाहिँ। अब यिनीहरू चाहिँ लिएर चाहिँ बाबा मन्दिर जानुपर्ने। बाबा मन्दिरबाट फेरि ब्याक टु लिङताङ होमस्टेमा।